तिम्रो मेरो कोही छैन त्यति उतापट्टि हाँसिरहेको कन्ट्रोल नभएर दामी दामी छ यार टुल्लु आज 100K पुगेको छ मेरो भाइको 1 मिलियन पुगोस् चाँडै नै पुग्छ पुग्छ टुल्लुलाई मैले हिजो सम्झाएको छु 1 मिलियन अब कसरी पुर्याउने भनेर हैन ओके तर कुलबाई अघि टुल्लुले मलाई दिउँसो भिडियो कल गरेर चित्त दुखाउँदै थियो है के भनेर कुलबाई दाइले कहिले फोन उठाउनु हुँदैन भिडियो कलमा कुरा गर्नु हुँदैन मसँग भन्दै थियो मलाई बिहानै मलाई फोन उसको मेरो नम्बर छैन टिकटकमा कुरा हुन्छ मेसेज नम्बर छैन मैले व्हाट्सएपमा तपाईले फेसबुकमा फेरि पठाएको थिए फेसबुक त मेरो अनि फेसबुकै चलाउँदिन धेरै ए कुलबाईले हाम्रो त रिप्लाई गर्दैन यार भाइ कस्तो कुरा गरेको टुल्लु यार इन्स्टा चाहिँ चलाउँछु इन्स्टामा साथी होला तर म त्यसपछि कुलबाईले गर्लफ्रेन्डहरुलाई मात्र पठाउँछ हामीलाई पठाउँदैन नि मेसेज हैन त्यस्तो हैन पठाउँला म पठाउँछु ओइ ल म यहाँ गेम खेल्दैछु यहाँ अब टुल्लुको सेलिब्रेसन यसो हेर्दिम न चुस्स केटाहरू के गर्दैछ भनेर पुरै कमेन्टमा पुरै दाइ कुलबाईले 1 मिलियन हाने दाइ 1 मिलियन हाने भनेर मलाई स्प्याम आएको थियो कि के हो भाइ के छ यस्तो राजहरु चाहिँ के हो यो फेरि एउटा आएर फेरि कुलबाई रुदैछ दाइ इमोसनल भएर भन्छ फेरि सबै तिमीहरु त्यहाँ के गर्दैछ सब यहाँ सुनाउनेहरु हुन्छ नि फेरि सीआईहरु अनि किन हुँदैन त CR7 हो र भनेको CR7 हो र भनेको कुलबाई भनेको CR7 हो र हो अनि ल मेरो भाइ ल लभ यु मेरो दाइ लभ यु टु मेरो भाइ ल टुल्लु ल दाइ ल कसरी निस्किन्छ यार पहल भोलितिर सट्टीमा गर्नुपर्छ ल त्यो त मुख धुन लाउन यार के गर्नु अनि पुस्नु लगाएर चाहिँ तपाई आउने भएर रोकाको के एकछिन भइसक्यो ल केटा हो ल मोज गर ल इन्जोय ल मेरो भाइ म पनि जान्छु है बबाल सेलिब्रेसन भयो बबालै भयो